अनि अरू होइन कता कता बस्यो भने क्या के हुन्छ त अरे भर्खर आएको म त अघि नै आएर फर्किनु लागेको अघि नै आएको त्यसले पनि अलिक समस्या दियो क्या नमस्कार सेवा र सबैजनामा आज चाहिँ विक्रम सम्वत 2083 साल वैशाख महिनाको 31 गते बिहिबारको दिन अनि आज चाहिँ खास भन्नुपर्दाखेरि किराँत राईहरूको उभौली पर्व किराँतीहरूको चाहिँ उभौली पर्व मुख्य पर्व यहाँ पथरी पूर्व बस स्ट्यान्डको मास्तिर आयोजना भइरहेछ म त्यतै जाँदैछु है अनि यो देखाउँदै गरेको चाहिँ भुटान शरणार्थी पथरी सेक्टर A2 अथवा गुरुङ डाँडाको टोल है यता चाहिँ बाख्रा कुखुरा सुँगुर बुसेवार हो ए धमाधम भइरहेछ नि हजुर हजुर हाम्रो साइला बुबु म चाहिँ एकछिन पथरीतिर हिँडेको नि बुबु अब बुबुको त यतै काम भ्याउनुहुन्न नि जान हजुर हजुर अनि बुबु अब के गर्नुहोस् ल बुबु पहिले यता क्याम्पमा हुँदाखेरि चाहिँ यो बाटो हिँडेर है आज पुरा पुरिसकेको क्या यहाँ गहिरी छ नि त गहिरी भएर चाहिँ यताबाट हामी पथरी बजार जाने बाटो चाहिँ यता है अरू त यो नयाँ छ होइन यहाँ पुरानो बाटो आई मिन केराघारी छ यसरी घाँसहरू रोपेको छ यो चाहिँ घाँस काटे बापत पैसा तिर्नुपर्छ होइन अनि यता सिसोघारी यहाँ पर है यहाँनिर पहिलो पुल थियो यता अहिले त्यो मासेको छ होइन यता श्रीजङ्ग वन समितिले चाहिँ यहाँनिर पुरा पर्यटकीय क्षेत्र बनाउन खोजिरहेछ होइन लागिरहेछ यहाँ माथि चाहिँ पथरीको सेक्टर B3 B4 हाम्रो मगर सोल्टीहरू अनि हाम्रो अरू साथीहरू उहाँहरू चाहिँ बल खेलेर होइन भलिबल खेलेर है आएर नुहाउने ठाउँ यता बनाउनु भएको थियो क्या केराघारीको बिचमा म चाहिँ यता पथरी जाने बाटो अहिले त उहाँहरूले नुहाउने ठाउँ यहाँ कुवा बनाउनु भएको थियो क्या यहाँनिर यस्तो छ क्या अहिले उहाँहरू विभिन्न देशमा जानुभएको छ है त्यही पनि उहाँहरूले बनाउनु भएको यो ठाउँ चाहिँ अझै पनि छ यता पुरा बाँसघारी यहाँ माथि हाम्रो भीम खनाल नन्द खनालहरूको घर यता अनि हाम्रो साङ्गुरी कुमारको पनि घर यतै थियो कता तपाईँले सुनिराख्नु भएको छ ल पर माइक बजिरहेछ मैले अघि पनि भनिसकेँ आज चाहिँ किराँत राईहरूको चाहिँ मुख्य पर्व उभौली पर्व अथवा पथरीको पूर्व बस स्ट्यान्ड मास्तिर जुन मुख्य मन्दिर छ त्यहाँनिर कार्यक्रम हुँदैछ यहाँ त यसरी श्रीजङ्ग वन अथवा श्रीजङ्ग यो समूहले चाहिँ यसरी आँपहरू विभिन्न बिरुवा रोप्नु भएको छ यता यहाँनिर देखिराख्नु भएको छ यसो बसी खाने यहाँभित्र पनि 2-3वटा छन् होला यस्तो जस यहाँनिर पनि कार्यक्रम लाग्छ कहिले कहिले यहाँ पनि भिड हुन्छ जस्तै हाम्रो पहिलेको लेटिन डाँडा भन्थ्यो विभिन्न कुराहरू बनि नै जारी नै छ ढुङ्गा बालुवा माटोहरू थुपारिएको छ ल यता चटपटे पसल
यहाँ लेखिएको छ श्रीजङ्ग वन जाउँ सुन्दर तालसँग रङमाऊ। मलाई भनेको थियो त्यहाँ चाहिँ खास गरी किराँती याक्थुमहरूको चासुक तङ्नाम हुँदाखेरि यहाँ भव्य कार्यक्रम हुने गर्छ। यता सार्वजनिक शौचालय पानी बोरिङ गरेर निकालेको कस्तो शीतल के पानी। ठ्याक्कै म चाहिँ पत्रीको यो हाम्रो सिसोहारी आइपुगेँ। सिसोहारीमा थोरै मात्र होला क्या सिसोको रुखहरू। अहिले यसरी नयाँ नयाँ रुखहरू उमारिएको छ, चिन्नै गाह्रो। चटपटेको सामान लिएर आउनुभएको? यो त अलिक पछाडि मात्रै बनिएको सानो गोरेटो थियो है यो बाटो। अनि ऊ परको बाटो यता त्यो डिललेन पारिपट्टि प्राय पत्री खोला जाने बाटो नै यही हुन्थ्यो कि हाम्रो। एउटा उहाँ बिचमा एउटा थियो अनि यहाँ यो साइडमा। अब सिसोहारीमा पत्री खोलामै हाम्रो प्राय दिन समय बित्ने गर्थ्यो क्या त्यो बेला चाहिँ। ल है पत्री बजार साथीहरू खोइ अब एकछिनमा आउँछ। ए ल ल ल म यसो दुधै गर्छु ल।
Thank you.
चारजना मात्रै हो अनि अरू होइन कता कता बस्यो भनेको क्या हुन्छ त अरे भर्खर आएको म त अघि नै आएर फर्किनु लागेको अघि नै आएको ब्याट्रीले पनि अलिक समस्या दियो क्या ल यहाँ हाम्रो स्टुडेन्टहरू 4 जना यहाँ भेला भएछन् डेन्जर छ है ल के गर्ने अब यसो घुम्ने हो जाने होला कि घुम्ने हो अलिक एउटै खालको कपाल कटाइ छ है हामी लाग्यो क्या उहाँले चाहिँ एउटै बनाउनु भएको अरे मलाई मन पऱ्यो क्या यस यता दिपट्टि मात्रै छ यो बिचमा छैन त